गाइस गुड मर्निङ एके गेमिङ डिजिटलको आजको नयाँ भिडियोमा स्वागत छ। सो फिलहाल आज म मतलब इन्डिया जानको लागि तयार भएको थिएँ। सो के भन्ने आफ्नो ठाउँदेखि जाने बस त मिलेन किनकि कुहिरोले गर्दा बाटो बन्द छ। सो त्यही भएर अहिले यो ड्रेस लगाएर बसेछु। यो कहाँ हो यो र त्यो सामान म जाँदैछु अब यहाँदेखि लुधियाना 43 सेक्टर चण्डीगढदेखि लुधियानाको। सो ल अब त्यहाँ गएपछि अनि त्यसपछि भोलि एक दिन बस्नुपर्छ अनि त्यसपछि अर्को दिन निस्किहाल्नुपर्छ। सो त्यही लुधियानादेखि नै निस्किने हो। सो ल अब म तयार हुन्छु, जुत्ता पनि लगाउनु पऱ्यो। बल्ल म सब तयार गर्छु न, म बोल्छु ल, पहिले पुरो तयारी गर्छु। र साथीहरू फिलहाल यो जो दुईवटै झोला छन् सो प्याक भइसक्यो। अब आज कति बज्यो होला रुख है देखो 7 बजे छ, 8 बज्न लागिसक्यो। सो फिलहाल अब 8-9 बजेको बिचमा आई थिङ्क जाने होला। सो म गएपछि गर्छु ल भिडियो। साथीहरू म अहिले के भन्छन् तयार भएर पुरो ज्याकेट गरेर बसेछु। अब यहाँदेखि लुधियानाको सफर हो। सो ल अब निस्केपछि गएर गरौँ ल भिडियो, किनकि धेरै लामो गर्ने होइन। तपाईँहरू हेर्न पनि हेर्नुहुन्न, त्यही भएर ल भिडियो सुरु गरौँ। राइट साथीहरू फिलहाल म 43 वर्ष टपमा पुगिसकेँ। यहाँ सब देख्दै हुनुहुन्छ ल। जहाँ अब यी सामान आफ्नो अब निस्क्यौँ भित्र गएर गर्छु भिडियो। फिलहाल हामी चाहिँ 43 वर्ष पार्कतिर पुगिसकेछौँ। अब देख्दै हुनुहुन्छ होला उहाँ आफ्नो अङ्कल। कहाँ जानुपर्छ यार। सो गाइस आउने बेला यति झोला थिएन जति आज जाने बेला छ यार। भाइ बसेस पनि धेरै छन् यार, उत्तराखण्डदेखि कहाँ जाने। सो फिलहाल अहिलेसम्म हाम्रो बसको अतापता छैन कुन बस हो। सो त्यही भएर अब त्यहाँ गएर गर्नुपर्ला भिडियो। तपाईँले देखाएर भइसक्यो। म चाहिँ बसमा बसिसकेँ, देख्दै हुनुहुन्छ होला। सो यहाँदेखि 43 सेक्टरमा छु। आफ्नो अङ्कलले पनि छोडिदिनु भयो। सो त्यही भएर ल 43 सेक्टरदेखि सुरु गरौँ भिडियो। सो अहिले छिटो दिन छ, छिटो दिएपछि ल राम्रोसित जानु। सो अङ्कल पनि जानुभयो। ल म गर्छु भिडियो। सो फिलहाल साथीहरू म चाहिँ अब हिँडिसकेको छु। सो ल म पापालाई कल गर्छु र बोल्छु ल। लुक देख्दै हुनुहुन्छ होला यस्तो यस्तो छन्, ब्याकग्राउन्ड छन्। सो फिलहाल अब भिडियो बनाएपछि लुधियाना पुगेपछि गर्छु ल।
यो हेर्नु साथीहरू 43 सेक्टर बस पार्क देख्दै हुनुहुन्छ होला, यस्तो बस पार्क हो। सो फिलहाल हामी पनि अब बसमा चढिसकेछौँ। सो लेट्स अब 2 घन्टा लाग्छ, 1-2 घन्टा लाग्छ यहाँदेखि निस्किन। त्यही भएर अब हेरौँ कति टाइम लाग्छ, के गरौँ कसरी। त्यही हो ब्याट्री खराब नहोस्, बस यो खत्तम नहोस्, अरू केही टेन्सन छैन। ल अब म हिँड्दै गर्छु ल। अलराइट साथीहरू, फिलहाल हामी चाहिँ कतारतिर पुगिसकेछौँ। कतार सो अगाडिको सिन देख्नु। फिलहाल हामी चाहिँ यहाँ प्लाजातिर आइसक्यौँ, टोल प्लाजा। सो के को हो, नेसनल हाइवे टोल प्लाजा भागोमरिया पता नहीं के टोल हो। अब यो पार गरेपछि अब गरौँ ल भिडियो। सो गाइज म चाहिँ लुधियाना पुगिसकेँ। देख्दै हुनुहुन्छ होला। अब मामालाई खोज्नु पर्यो, यो बसले त जानै दिएन यार। मलाई आई थिङ्क उता गएर रोकिदिनु ल। रातो बस भन्नुभएको त्यतै होला नि ल, रोकाइ पहिला म गर्छु। I'm the last one to die. धेरै भारी छ ब्याग त, ब्याग धेरै भारी भयो। अलराइट साथीहरू, फिलहाल म चाहिँ लुधियानामा प्रवेश गरिसकेको छु। सो फिलहाल यो चाहिँ मेरो मामाको घर हो, आफ्नो सामान देख्नु। सो यार मेरो खुट्टा लास्टै दुख्न लाग्यो यार, एक गेमिङ डिजिटलमा यार कसम यस्तो बुरा हाल त कहिले पनि भएको छैन। सो त्यही भएर ल साथीहरू, अब आजको भिडियो यहीँसम्म हो। अब नेक्स्ट भिडियो बनाउन नेपाल गएपछि त्यसपछि तब भाइमा म पनि फेर्नु पऱ्यो कपडा यार, थकाइ बहुत धेरै भयो, त्यही भएर।